Life in Fukuoka. फुकुओकामा जीवनयापन यो फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम हो। नमस्ते, ओहाई गोजाइमास, म सरिता। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लाइफ इन फुकुओका र आज हामीसँग फोन मार्फत रमाइलो कुराकानी गर्न एकजना विशेष पाहुना हुनुहुन्छ, क्युशु युनिभर्सिटीमा पिएचडी गरिरहनुभएका समुद्र कुमार थापाजी। नमस्ते समुद्रजी। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु, हजुर नि? म पनि एकदम सन्चै छु, धन्यवाद। आजको हाम्रो कार्यक्रममा तपाईँले समय दिनुभयो, थ्याङ्क यू। कार्यक्रमको सुरुवातमा तपाईँको छोटो परिचय दिइदिनुहुन्छ कि? म समुद्र कुमार थापा, नेपाल घर चाहिँ गुल्मी। हजुर। अनि तपाईँ फुकुओका आउनुभयो, के कारणले आउनुभयो, के को लागि आउनुभयो, कति वर्ष भयो, यहाँ के गर्दै हुनुहुन्छ, यसो बताइदिनुहोस् न हाम्रो श्रोताहरूलाई। म फुकुओकाको एराउन्ड 3 इयर्स हुन थाल्यो। हजुर हजुर। अनि म चाहिँ उच्च शिक्षाको लागि नेपालबाट जापान आएको। हजुर। फुकुओकामा आएर क्युशु विश्वविद्यालयमा मास्टर्स सकिसकेपछि अहिले म विद्यावारिधीको पहिलो वर्षमा अध्ययन गर्दैछु। हजुर हजुर। ए, धेरै प्रोग्रेस गर्दै हुनुहुन्छ है एजुकेसनमा। हजुर। अनि हजुर, अब क्युशु युनिभर्सिटी भन्नुभयो होइन, नेपालको युनिभर्सिटी र क्युशु युनिभर्सिटीमा पढ्नु हुँदाखेरि र अहिले फेरि पिएचडी भन्नुभयो, कस्तो इन्भाइरोमेन्टमा के फरक पाउनुहुन्छ? इन्भाइरोमेन्टमा अभियसली नै धेरै फरक छ। हामी नेपालमा चाहिँ कोर्स बेस क्लासहरू पढेर आएको स्टुडेन्टहरू जापानमा आएर हामी कोर्स बेस भन्दा पनि मास्टर्स र पिएचडीमा चाहिँ रिसर्च बेस कोर्स हुने भएको कारणले गर्दाखेरि चाहिँ रिसर्च रिलेटेड धेरै कुराहरू सिक्न, अनि रिसर्चमा कस्तो समस्या आउँछ, ग्लोबल कम्युनिटीसित कसरी इन्ट्याक्ट गर्ने, आफ्नो व्यक्तिगत कसरी डेभलप गर्ने, अनि इन्टरनेसनल कम्युनिटिजहरूसँग कसरी इन्ट्याक्ट गर्ने, पेपर कसरी काम गर्ने भन्ने कुराहरू धेरै कुरा सिक्न पाएँ। त्यो कुरा चाहिँ जापानमा चाहिँ अलिकति राम्रो लाग्यो मलाई भनौँ। हजुर। तपाईँले अहिले विद्यावारिधी फर्स्ट इयर भन्नुभयो होइन, तपाईँको मेजर एकचोटि बताइदिनुहोस् न। मेरो चाहिँ मेजर भनेको यो इन्जिनियरिङ हो। इन्जिनियरिङमा मेरो चाहिँ इन्फर्मेसन साइन्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ भन्छ। खासमा मेरो नेपालमा चाहिँ मेजर चाहिँ मेरो इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ थियो, तर जापानमा चाहिँ कस्तो हुँदो रहेछ भने यो चाहिँ इन्टिग्रेटेड हुँदो रहेछ। त्यसमध्ये चाहिँ मेरो चाहिँ अहिले इलेक्ट्रिकल इन्फर्मेसन साइन्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ भन्ने छ। अनि त्यसमा चाहिँ मेरो मेजर चाहिँ म चाहिँ अहिले त्यो 5G कम्युनिकेसन अनि बियोन्ड दी 5G कम्युनिकेसन कस्तो हुँदैछ, के गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अहिले रिसर्च गर्दैछु। हजुर। भनेपछि तपाईँको पढाइ चाहिँ एकदम अहिले लेटेस्ट टपिकमा छ भन्नु पर्यो होइन, 5G भनेपछि। हजुर हजुर, त्यस्तै भन्नु पर्यो। अब समुद्रजी, हामी अलिकति कुरालाई चेन्ज गरौँ न है। तपाईँ फुकुओका आउनुभएको 3 वर्ष भन्नुभयो है, तपाईँलाई फुकुओका सहर कस्तो लाग्यो त? फुकुओका चाहिँ म फुकुओका आउनुभन्दा पहिला 1 वर्ष चाहिँ टोकियोमा बसेको थिएँ। हजुर हजुर। टोकियोमा 1 वर्ष बसेर म फुकुओका युनिभर्सिटीमा आएँ, क्युशु युनिभर्सिटीमा आएँ। क्युशु युनिभर्सिटीमा आइसकेपछि फुकुओकाको वातावरण चाहिँ एकदम शान्त, अनि जापानमा बस्नको लागि चाहिँ मजाले पढ्न, अनि खर्च पानीको हिसाबले कुरा गर्दाखेरि चाहिँ अलिकति जापानमा चाहिँ अलिकति कम खर्चमा बस्न लायक सिटी जस्तो लाग्यो। अनि यहाँको मान्छेहरू पनि एकदम काइन्ड, अनि जस्तो टोकियोमा अलि भिडभाड मन नपराउने मान्छेहरूलाई चाहिँ फुकुओका बस्न एकदमै राम्रो छ। मेरो व्यक्तिगत एक्सपिरियन्स चाहिँ त्यस्तो छ। हजुर हजुर। अब फुकुओकामा या जापानमा होइन, तपाईँले नेपालको भन्दा अलिक भिन्न भनौँ न कल्चरल सकहरू पक्कै पनि पाउनु भएको होला, केही त्यस्तो छ कि रोचक कुराहरू हामीलाई सेयर गरिदिनुहुन्छ कि? एकदमै धेरै कुराहरू छ। सुरुमा आउँदाखेरि चाहिँ यहाँको पोलाइटनेस, यहाँको मान्छेहरूको, इभन हामीहरू चाहिँ नेपाल चाहिँ ल्यान्डलक कन्ट्री भइसकेपछि त्यो डाँडा काँडा ठाउँबाट आउँदाखेरि ट्रेन कहिले नचढेको, सुरुमै आएर चाहिँ सिन्कान्सेन ट्रेनहरू अनि यो फास्ट ट्रेनहरू चढ्दाखेरि चाहिँ ओहो कस्तो प्रगति गरेको, अनि इभन जताकतै टेक्नोलोजीहरू युज गरेको, इभन सुपर मार्केटदेखि लिएर ग्रोसरिजहरू एरियादेखि लिएर ट्रेनहरूमा जताकतै टेक्नोलोजी युज गरेको देख्दाखेरि चाहिँ एकदमै सक भएको थियो सुरुमा। हजुर हजुर। अब अन्त्यमा हामी अब कार्यक्रमको अन्त्यमा आइसक्यौँ समुद्रजी होइन, फुकुओकामा या चाहिँ जापानमा युनिभर्सिटीमा जान चाहने नेपाली भाइ बहिनीहरूलाई तपाईँ केही सुझाव दिन चाहनुहुन्छ कि? यो कुरा चाहिँ मलाई चाहिँ एकदम लागेको कुरा हो। हामी जस्तो नेपालबाट चाहिँ धेरैजना मान्छेहरू ल्याङ्ग्वेज पढ्न अथवा
डिपेन्डेन्ट भएर आउनुहुन्छ उहाँहरूसँग अलरेडी ब्याचलर अथवा +2 को डिग्री भइसकेको हुन्छ तर उहाँले चाहिँ त्यो कुरालाई चाहिँ युनिभर्सिटीमा कसरी लाने भन्ने कुरा नबुझेको हुनसक्छ जस्तो युनिभर्सिटीमा इन्ट्रान्सहरू हुन्छ इन्ट्रान्स दिइसकेपछि पनि हामी जस्तो विदेशीहरूलाई भनेर चाहिँ धेरै खालको इन्टरनल स्कलरसिपहरू हुँदो रहेछ युनिभर्सिटीमा अनि त्यो कारणले गर्दाखेरि चाहिँ यदि कोहीलाई चाहिँ जस्तो उच्च शिक्षा गर्न मन छ भने चाहिँ युनिभर्सिटीमा गएर बुझेर युनिभर्सिटीको वेबसाइटमा बुझेर त्यहाँ इनरोल हुनुभयो अथवा इनरोल हुने वातावरण आफूले सिर्जना गर्नुभयो भने चाहिँ त्यहाँभित्र गइसकेपछि स्कलरसिपहरू त टन्नै हुन्छ त्यसरी चाहिँ आफ्नो उच्च शिक्षालाई चाहिँ जापानमा आफू जस्तोसुकै माध्यमबाट जापान आए पनि उच्च शिक्षा लिन चाहिँ एकदम सजिलो बाटो छ जस्तो लाग्छ मलाई त्यसको लागि चाहिँ विद्यार्थीहरूले चाहिँ अब यसो युनिभर्सिटीको कुनै साइटहरू चाहिँ कस्तो छ कसरी लिने प्रक्रिया छ भन्ने कुरा चाहिँ हेर्न जरुरी छ। हजुर समुद्रजी तपाईँको अमूल्य सुझाव र समयको लागि धेरै धेरै धन्यवाद अनि तपाईँको शैक्षिक प्रगतिको लागि धेरै धेरै शुभकामना। हजुर धन्यवाद हजुरले समय मलाई बोलाइदिनु भएकोमा आफ्नो कुराहरू राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद। हस् त धन्यवाद। हस् धन्यवाद। आजलाई यति नै कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँको दिन शुभ रहोस्। नमस्ते।